हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म पीसीएल नर्सिङको बारेमा चाहिँ केही लिएर आएको छु हैन। पीसीएल को फुल फर्म चाहिँ प्रोफिसिएन्सी सर्टिफिकेट लेभल हो। अनि यो पीसीएल नर्सिङ चाहिँ हामीले एसईई पास गरेर हैन इन्ट्रान्स दिएपछि चाहिँ हामीले यो पढ्न पाउँदछौँ। अनि यसको ड्युरेसन चाहिँ 3 इयर्सको हुन्छ। अनि हामीले चाहिँ आज अब यसमा चाहिँ पीसीएल फर्स्ट इयरमा चाहिँ के सब्जेक्ट पढ्नुपर्छ त भनेर मैले चाहिँ केही लिएर आएको छु। यो फन्डामेन्टल अफ नर्सिङ भित्र चाहिँ थ्योरी आवर्स चाहिँ हाम्रो 160 छ अनि प्र्याक्टिकल आवर्स चाहिँ 630 छ। यसमा चाहिँ हामीले सबै अब हस्पिटलमा गर्ने नर्सिङ केयरहरूको बारेमा पढ्छौँ हैन। त्यसैगरी नर्सिङको बेसिक प्रिन्सिपल, हामीले पेसेन्टलाई गर्ने प्रोसिडियरहरू के प्रोसिडियरहरू गर्छौँ, एसेसमेन्ट, कुनै पनि पेसेन्टलाई केयर प्लान बनाउन अगाडि एसेसमेन्ट कसरी गर्ने, प्लानिङ कसरी गर्ने र पछि हाम्रो त्यो गोल एचिभ भयो कि भएन भनेर इभ्यालुएसन गर्नेहरू सबै यसभित्र नै हामीले चाहिँ पढ्छौँ। अर्को रहेको छ कम्युनिटी हेल्थ नर्सिङ। यसको थ्योरी आवर्स 120 छ अनि प्र्याक्टिकल आवर्स चाहिँ 210 छ हैन। अनि कम्युनिटी हेल्थ नर्सिङमा चाहिँ मेनली कम्युनिटीको पिपलहरूलाई चाहिँ फोकस गरिन्छ। यसमा चाहिँ कम्युनिटी पिपलको हेल्थ कसरी प्रमोट गर्ने र कम्युनिटी पिपलहरूलाई चाहिँ के हेल्थ एजुकेसनहरू दिने भनेर चाहिँ हामीले फोकस गरेका हुन्छौँ। अर्को रहेको छ एनाटोमी एन्ड फिजियोलोजी। यसको थ्योरी आवर्स चाहिँ 100 को हुन्छ भने यो एनाटोमी एन्ड फिजियोलोजीमा चाहिँ हामीले पुरा बडीको सिस्टमहरू बारेमा पढ्छौँ हैन। त्यसमा अर्ग्यान्स, मसल, बोन, टिस्यु टाइप, सेल्स, इम्युन सिस्टम, अर्ग्यान सिस्टम सबै हामीले हाम्रो बडीको पार्टको बारेमा चाहिँ यो एनाटोमी एन्ड फिजियोलोजीमा चाहिँ हामीले पढ्दछौँ। र अर्को रहेको छ बेसिक साइन्स अप्लाइड टु नर्सिङ। यसको टोटल आवर्स चाहिँ 100 छ। 100 पनि 3टामा डिभाइड भएको हुन्छ, फार्माकोलोजी, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी। फार्माकोलोजीको चाहिँ 40 आवर्स छ र फार्माकोलोजीमा चाहिँ हामीले मेडिसिनहरूले चाहिँ के कस्तो इफेक्टहरू हुन्छ, कसरी हाम्रो बडीमा चाहिँ एब्जर्ब हुनेदेखि लिएर फार्माकोलोजीको चाहिँ बेसिक प्रिन्सिपलहरू पनि पढ्नुपर्छ हैन। को रहेको छ बायोकेमिस्ट्री। बायोकेमिस्ट्री पनि 30 आवर्सको टोटल आवर्स चाहिँ 30 आवर्स हुन्छ र हामी जे पनि डिजिजहरू जुन जस्तो डिजिजहरू हामीलाई लाग्छ त्यसमा केही न केही बायोकेमिकलहरू चाहिँ इन्भल्भमेन्ट भएको हुन्छ भनेर चाहिँ हामीले यो बायोकेमिस्ट्री चाहिँ नर्सिङको लागि इम्पोर्टेन्ट छ। र अर्को रहेको छ माइक्रोबायोलोजी। माइक्रोबायोलोजी पनि 30 आवर्सको हुन्छ र यो माइक्रोबायोलोजी चाहिँ क्लिनिकल नर्सिङको लागि चाहिँ एकदम इम्पोर्टेन्ट छ। किनभने हामीले एन्टिबायोटिक एडमिनिस्टर गर्नेदेखि लिएर कुनै पनि स्याम्पलहरू कलेक्ट गरेर ल्याबमा पठाउने सबै माइक्रोबायोलोजीसँग चाहिँ रिलेटेड हुने भएर चाहिँ नर्सिङमा हामीले यो माइक्रोबायोलोजी चाहिँ पढ्नु पर्दछ। र अर्को रहेको छ इङ्ग्लिस र नेपाली। यो चाहिँ दुवै हामीले चाहिँ टोटल आवर्स 120, इचको लागि चाहिँ 120 छ हैन। अनि इङ्ग्लिसमा चाहिँ हामीले ग्रामरहरूदेखि लिएर सबै स्टोरी, एसे जे छ नि पोएमहरू त्यो सबै पढ्नुपर्छ भने नेपालीमा चाहिँ अब हामीले व्याकरणसँग रिलेटेड भएर त्यसै गरी यो मेडिकल फिल्डमा युज हुने कति शब्दहरूलाई नेपालीमा के भनिन्छ हैन। अनि त्यसै कथा निबन्ध सबै पढ्नुपर्छ। फर्स्ट इयरमा पढ्ने भनेको सब्जेक्ट चाहिँ यति नै हो हैन। यो भिडियो हेर्नु भएकोमा तपाईँलाई धेरै धन्यवाद। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई लाइक तथा सब्स्क्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू।